केटी भन्ने गन्ती कति हो कति गन्ती छैन अनगन्ती छ अब हो यस्तो बोल्यो नि त भिडियो काट्छ म चाहिँ हामी चाहिँ खाजा खान झरेको कि मेरो दाजुले भन्छ होइन जे खान्छु म तिरिदिन्छु भन्छ मेरो दाजुले हो अरू अरू अब हेरौँ ए ल मजा आएछ है हेरौँ अब मेरो दाजु गत्ता बेच्ने तिमीहरू आफ्नै दोकान भन्छ त हेरौँ आफै के छ कसो छ हेरौँ आफ्नै भन्छ भनिदिनु फेरि खाजा बिग्रेला गाडी रोक्ने जग्गा छैन भने अर्डर त्यसो भनेको चिया खाँदैन ठिकै छ नि यहाँ त भाडा दिनु नि त 25 लाई पर्खिनु अब 30 जाउँ न भर्खर जान्थ्यो है तर के पर्खौँ भन्नुहुन्छ यो कति पर्छ अन्त हजुर यो युट्युबरहरू बोल्न सक्ने भयो अन्त अघि गीत गाउँदै थियो तपाईँले म जे खान्छु म तिर्दिन्छु के हाल्नु साग पनि बनायो यो जे खान्छु मै मागे दिन्छु भन्दै थियो मेरो दाइले यही रहेछ देउसी पनि खेले क्या हो मेरो दाइले खालि जे खान्छु मै मागे दिन्छु हालिदिनु यो सब्जी सोच गर्नुपर्छ ल यसमा हात हाल्नु सक्छ ल पकाउँछु ल हाल्यो हाल्यो भेराइटिस अनि भात पनि छेउमा हाल्नु मा हाल्यो त्यसै भनेको ए म त हालिदिन्छु नि अन्त कहाँ देखायो हाम्रो यहाँ बडी बिल्डर दाजु आउँदैछ के हो आज त अन्त फुल ड्रेसमा छ त मेरो दाजु आज त ओके चडकै भएर छ त आहा लु भएन दाजु कुछ काला आए माइकीले साह्रो पारेको चडकै लुगा लगाएर छ त्यसो त एकदम प्यान्टमै छ त सधैँ हाफेनमा आउने मान्छे ए ससुराली पनि निस्किनु म कहाँ कन्ने केटाको ससुराली नगर बदनाम गर्न खोज्छ न भाइ के लाग्छ 25 डिसेम्बरमा लाग्यो लु होइन 16 माइल लु म त पत्याइन यो चाहिँ हिजो अस्ति बिल्डिङमा लगाएको टायरको थाहा छ मलाई मैले अन्त अगाडि थिएँ बिदाङ म कहिले बनाउँदैन 16 माइलमा लगाएको त्यो त 16 माइलमा लगाएको हिजो 25 डिसेम्बरमा अम्मै यताउता गर्नुपर्छ त हात हुँदैन मान्छे मेरो दाइले ढाँटेको हो खै हेरौँ यता गरिदिउँ न क्यामेरा केटी भन्ने गन्ती कति हो कति गन्ती छैन अनगन्ती छ अब हो यस्तो बोल्यो नि त भिडियो काट्छ केटी भन्ने अनगन्ती हो अन्त आइफोन बोक्यो हिँड्यो केटी भेटिन आइफोन यही दिइहाल्छु तिमीलाई मसँग बिहा गरेर कति हो